प्लस टू त पास भइयो, तर अब के पढ्ने, कुन विषय लिएर पढ्दा भविष्य कस्तो बन्छ भन्ने प्रश्नमा कतै तपाईँ पनि त उल्झिराख्नु भएको रहेनछ? हो साथीहरू, आजको यस भिडियो अन्तर्गत हामीले प्लस टू पछि पढ्न मिल्ने बेस्ट कोर्सहरू र तिनका करियर अपर्च्युनिटिजको बारेमा छोटो र मिठो जानकारी प्रस्तुत गर्न गइराखेका छौँ। साथीहरू, सर्वप्रथम त हामीले बुझ्नुपर्छ प्लस टू पछि पढ्न मिल्ने कोर्सहरू फिल्ड अनुसार फरक फरक हुने गरिन्छ। जस्तो कि मेडिकल फिल्ड, इन्जिनियरिङ, टिच एन्ड साइन्स फिल्ड, म्यानेजमेन्ट एन्ड बिजनेस फिल्ड, ह्युम्यानिटिज, ल एन्ड एजुकेसन फिल्ड। अब हामी यी फिल्ड अन्तर्गतका सम्पूर्ण कोर्सहरूको बारेमा छलफल गरौँ। सर्वप्रथम मेडिकल फिल्ड अर्थात् चिकित्सा क्षेत्र। साथीहरू, यस अन्तर्गतका कोर्सहरूमा हामीले एमबिबिएस, बिडिएस, बिएससी नर्सिङ, बी फार्मा, बिपिएच, बिबिएससी, एएच जस्ता कोर्सहरू पढ्न सक्छौँ। यसै प्रकारले इन्जिनियरिङ, टिच एन्ड साइन्स अन्तर्गतका कोर्समा हामीले बिई, बिटिच, बिआर्ट्स, बिएससी सिएसआइटी, बिसिए, बिआइटी, बिएससी एजी, बिएससी फोरेस्ट्री जस्ता कोर्सहरू पढ्न सक्छौँ। साथीहरू, यसै प्रकारले हामी म्यानेजमेन्ट एन्ड बिजनेस रिलेटेड कोर्सहरूको बारेमा छलफल गर्दाखेरि यस अन्तर्गत हामीले बिबिए, बिबिएस, सिए, बिएचएम जस्ता कोर्सहरू पढ्न सक्छौँ। र अन्त्यमा ह्युम्यानिटिज, ल एन्ड एजुकेसन अर्थात् मानविकी, कानुन र शिक्षा अन्तर्गतका कोर्समा हामीले एलएलबी, बिएड, बिएसडब्ल्यू, बिजेएमसी जस्ता कोर्सहरू पढ्न सक्छौँ। साथीहरू, यस भिडियो अन्तर्गतका यो पेजमा हामीले यी कोर्सहरू पढ्दा हामीले कस्ता करियर पाउन सक्छौँ त्यो समेत चाहिँ उल्लेख भएकोले यसलाई पनि तपाईँहरू अध्ययन गर्नुहोला। आशा यस भिडियोले तपाईँलाई आफ्नो करियर डिसिजनको लागि एउटा हेल्पफुल मेटेरियलको रूपमा साबित हुन सक्छ भन्ने आशका साथ आजको यस भिडियोबाट बिदा लिन चाहन्छु। धन्यवाद।